नमस्कार, म कमलनारायण भट्टराई। यस्ता नराम्रा प्रवृत्तिहरू गाउँघरमा थुप्रै देखिन पाइन्छ। यदि यसलाई हामीले बिस्तारी बिस्तारी नष्ट गर्दै गयौँ, आफूमा सुधार ल्याउँदै गयौँ भने यिनीहरू सबै आफै नष्ट हुँदै जान्छन्। त्यसको लागि हामीले धेरै चिन्ता लिनु पर्दैन, तर आफूले आँट गर्नु पर्यो र आफूमा सुधार गर्नु पर्यो। सुधार गर्ने प्रवृत्तिको विकास गर्नु पर्यो। हो, हामीहरू यहाँ सबभन्दा ठुलो चिन्तित छौँ। यो भएन, ऊ भएन, त्यो भएन। मलाई यहाँ एउटा उखान स्मरण हुन आयो। सब चीजको औषधि दैवले रचिदियो, सब चीजको औषधि दैवले रचिदियो, बिर्सेछ कि औषधि मूर्खको, बिर्सेछ कि औषधि मूर्खको। यो उखान आफ्ना दाजुभाइहरू, आफ्नो नेपाल आमाप्रति यो उखान प्रयोग गर्नुपर्दा मुटु चिरिएर आउँछ। तर जतिसुकै चिरिए पनि त्यो चिरिएको मुटुलाई फेरि जबसम्म हामी त्यसलाई सही इलाज गर्दैनौँ, सही चिज, सही औषधि त्यसमा राख्दैनौँ भने त्यो चिज ठिक हुँदैन। त्यसकारणले सही औषधि भनेको हामीले सही कार्यतिर आफूलाई परिवर्तन गर्नु, यी नराम्रा प्रवृत्तिलाई अन्त गर्नको लागि हामीले कदम चाल्नु, त्यस किसिमका विचारहरूलाई उत्प्रेरणा दिनु, त्यस किसिमका विचारहरूको प्रादुर्भाव गर्नु नै त्यसको औषधि हुन आउँछ। उखान टुक्काहरू, यस्ता शब्दहरू आफ्नो नेपाल, मातृआमा नेपाल र नेपाली आफ्ना दाजुभाइहरूप्रति यस्ता शब्दहरू प्रयोग गर्नुपर्दा मुटु चिरिएर आउँछ। तर जतिसुकै आफ्नो होस्, जतिसुकै नजिक होस्, जबसम्म हामीले यस्ता प्रवृत्तिहरूलाई त्याग्दैनौँ, अन्त गर्दैनौँ, तबसम्म हाम्रो यो सुधारको कार्यक्रम हुन सक्दैन। अब आउने भावी सन्ततिहरूको भविष्य यसै गरी अन्धकार हुँदै जान्छ। यति मात्रै होइन, भोलि नेपाल र नेपाली नरहने सम्भावना पनि नजिक देखिँदै गइरहेको छ। कश्यपको छोरा प्रहलादले आफ्नै पिताको विरोध गर्नु पर्यो, आफ्नै पितालाई अन्त हुन्जेलसम्म पनि हेरेर बस्नु पर्यो र त्यस किसिमको कार्यक्रम गर्न बाध्य भए। ज्यान जाँदासम्म पनि चुप लागेर बस्नु पर्यो। थुप्रै उदाहरणहरू हाम्रो समाजमा हामीले देख्न पाउँछौँ। आफ्नै इष्टमित्रहरूलाई सजाय गर्नु र गराउनु पर्ने हुन्छ। त्यतिखेर हाम्रो जतिसुकै मुटु चिरिए पनि, जतिसुकै आत्मामा दर्द भए पनि, जति दुखे पनि, तर त्यो कामलाई अन्त गरेनौँ भने आउने भावी सन्ततिहरू, देश, समाज, राष्ट्रको नै भविष्य अन्धकार भएर जाने हुँदा त्यस्ता कुराहरूलाई हामीले अन्त गर्नै पर्छ। मुटु चिरेर भए पनि, मुटु दुखेर भए पनि, रोएर भए पनि, जसरी भए पनि यी कुराहरूलाई हामीले अन्त गर्ने प्रवृत्तिको विकास गर्नै पर्छ। आज म आफ्नो मुटुभन्दा पारो नेपाल आमा, आफ्नो नेपाल आफ्नो मुटुभन्दा प्यारो जननी जन्मभूमिश्च, जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी, जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी। यस्तो नेपाल आमाप्रति केही दुई शब्दहरू, यस्ता आफ्ना दाजुभाइ नेपालीहरूप्रति यसरी केही दुई शब्दहरू बोल्नु पर्दा साह्रै नै गाह्रो लागेको छ। जतिसुकै गाह्रो लागोस्, तर त्यो कर्म गर्नै पर्ने बाध्यता छ। हुन त सरसर्ती यसो सोच्ने हो भने योभन्दा घृणित कुरो अरू केही हुन सक्दैन। यसो सरसर्ती हेर्ने हो भने योभन्दा घृणित कुरो अरू केही हुन सक्दैन। हाम्रा मूर्ख्याइहरू, हाम्रा अभद्र व्यवहारहरूले गर्दा आज आफ्नै आमाप्रति यसरी अपशब्दहरू प्रयोग गर्नु परिरहेको छ। यो मैले मात्रै होइन, थुप्रै नेपालीहरू, अरू पनि दाजुभाइहरूले यस किसिमको परिस्थिति भोगिरहनु भएको छ र गरिरहनु भएको छ। यसो हेर्दाखेरि उहाँहरूलाई साह्रै अभद्र, साह्रै अपमानित देखिन्छ। तर यो बाध्यता हो देशलाई जोगाउन, देशको अस्तित्व जोगाउन, नेपालीहरूको अस्तित्व जोगाउनको लागि यो कदम चाल्नै परिरहेको परिस्थिति देखिरहेको छ। त्यसकारणले म मित्रहरूलाई अनुरोध गर्न चाहन्छु, नेपाली दाजुभाइहरूलाई अनुरोध गर्न चाहन्छु, यस्ता प्रवृत्तिहरू तपाईँहरू पनि नगरिदिनुहोस्। किनभने तपाईँहरूलाई नराम्रो गर्दा राम्रो त कसैलाई पनि लाग्दैन। आफ्नै दाजुभाइप्रति अभद्र व्यवहार गर्दा पक्कै पनि राम्रो लाग्दैन। आफ्नै नेपाल आमाप्रति अभद्र शब्दहरू बोल्दा कहिले पनि राम्रो लाग्दैन। तर दुर्भाग्य यो कहिलेकाहीँ आफ्नो हातमा घाउ भयो भने औँला काटेर फाल्नुपर्छ, कहिलेकाहीँ खुट्टामा भने खुट्टा पनि काटेर फाल्नुपर्छ। त्यही परिस्थिति आज नेपाल र नेपालीहरूले भोग्नु परिरहेको छ।
घिनलाग्दो कुरा हो। एकछिन सोचौँ त यो कस्तो घिनलाग्दो हो। जतिसुकै घिन लागे पनि तर यी चिजहरू हामी सँगै राख्यौँ भने हाम्रा अरू भएका अरू पनि सबै नष्ट भएर जान्छन्। त्यस कारणले जतिसुकै घिनलाग्दो भए पनि यसलाई सफा गर्नुपर्ने हाम्रो बाध्यता छ। त्यस कारणले कृपया मित्रहरू, सम्पूर्ण नेपालीहरू यस्ता कुराहरूलाई सफा गर्नमा ध्यान दिनुहोस्, लाग्नुहोस् भन्ने अनुरोध गर्न चाहन्छु। यति भन्दै म आफ्नो 2 शब्द अन्त गर्छु। होस् त, धन्यवाद, नमस्ते।